हाई एभ्रिवान, मलाई चाहिँ आज कहाँदेखि कफी खाने जोस जागर चलेर बिहान बिहानै कफी बनाएर खाँदैछु। तर मलाई कफी खाने बित्तिकै टाउको दुख्छ कि किन हो। म चाहिँ आज थल्दली जाँदैछु कि धनकुटाबाट, यस्तो खतरनाक बाटो हुँदै। फेरि पिच पनि छ भन्नु होला। यो पिच चाहिँ घरिघरि मात्रै भेट हुन्छ कि झुक्केर। म चाहिँ फेरि त्यस्तो खतरनाक बाटोहरू पार गरेर पनि थल्दली आइसकेको छु क्या। म चाहिँ थल्दली आइकन पनि मम्मी र भाउजूहरूसँग नि भेट भइसकेको छ मेरो। अनि के हामी चाहिँ यहाँ बजार घुम्दैछौँ। मेरो पनि काम अलि ढिला हुने भएर मम्मीहरूको पनि बजारमा काम रहेछ, त्यही भएर हामी चाहिँ बजार घुम्दैछौँ। म चाहिँ यो बजार नघुमेको नि कति वर्षै भइसक्यो। मेरो चाहिँ फेरि खतरनाक तरिकाको टाउको दुखेको थियो त्यो कफी र गाडीले गर्दाखेरि। तर मम्मीसँग भेट भएपछि मेरो टाउको दुखे पनि कता बिर्सेँ क्या मैले। मेरो लागि त मम्मी त मेडिसिनै हो साथीहरू। मलाई चाहिँ क्या पहिले सानो हुँदाखेरि बजार आउन यति लाज लाग्ने त्यही भएर होला म सानोमा बजार भनेको एकचोटि मात्रै आएँ क्या। अनि क्या सबैको मम्मी यस्तो हुन्छ कि मेरो मम्मी मात्रै यस्तो हो कि के हो क्या साथीहरू। आफ्नो लागि चाहिँ नहेर्ने, अनि आफ्नो छोराछोरीको लागि मात्रै के मेरो मम्मी यस्तो खालको हुनुहुन्छ। अनि चप्पल हेर्नु न, यहाँ र्याङ्सियो लाएर आउनु भएको छ। अनि मैले चाहिँ अर्को चप्पल किन्नु भनेर किन्दै हुनुहुन्छ कि अर्को चप्पल। उहाँ चाहिँ मेरो बाजे, अनि उहाँले पनि नयाँ भेस्ट किन्नु भएछ, अनि कस्तो छ भनेर देखाउनु ल्याउनु भएको थियो। अनि त्यसपछि हेर्नु न, मलाई चाहिँ 500 रुपियाँ दिनुभएको छ कि। यसलाई त भन्छ होला नि, सामा भन्दा ब्याजको माया धेरै हुन्छ भनेर। अहिले चाहिँ पहिलेको जस्तो बजार नलाग्दो रहेछ क्या साथीहरू। पहिले त यस्तो खाली ठाउँ नै हुन्थेन, टेक्ने ठाउँ समेत हुन्थेन क्या। अहिले त पुरा खाली सबैतिर खाली छ क्या। हामी चाहिँ क्या हाम्रो सबै कामहरू सकिकन खाजा खानु गएको। मलाई नि खतरनाक तरिकाको भोक चाहिँ लागेको थियो, तर मलाई खाजा त्यति मिठो चाहिँ लागेन। मलाई चाहिँ क्या फेरि त्यहाँ थल्दलीदेखि घर जानु मन लागिरहेको थियो, धनकुटा फर्किनु मन लागेको थिएन। अब धनकुटा जाँदा त गाडीमा जानुपर्छ नि त, अनि मलाई गाडीमा चढ्नै थिएन कि। तर मेरो धनकुटा आउने बाध्यता थियो, त्यही भएर म मन नमानी भए पनि धनकुटा चाहिँ फर्केँ। मलाई चाहिँ यो इभी गाडीले कस्तो टाउको दुखाउँछ क्या, अरू गाडीले चाहिँ खासै त्यस्तो दुखाउँदैन टाउको। अनि मलाई चाहिँ यहाँ गाडीको दाइहरूले पनि डुनोट खाऊ भनेर दिनुभएको थियो, तर मैले एउटा डुनोट पनि खान सकिनँ टाउको दुखेर। म चाहिँ थल्दलीदेखि इभी गाडीमा आएको थिएँ, अनि म चाहिँ इभीमा नसकेर गाडी नै चेन्ज गरेँ कि हिलेदेखि। हाई एभ्रिवान, मलाई चाहिँ आज कहाँदेखि कफी खाने जोस जागर चलेर बिहान बिहानै कफी बनाएर खाँदैछु। तर मलाई कफी खाने बित्तिकै टाउको दुख्छ कि किन हो। म चाहिँ आज थल्दली जाँदैछु कि धनकुटाबाट, यस्तो खतरनाक बाटो हुँदै। फेरि पिच पनि छ भन्नु होला। यो पिच चाहिँ घरिघरि मात्रै भेट हुन्छ कि झुक्केर। म चाहिँ फेरि त्यस्तो खतरनाक बाटोहरू पार गरेर पनि थल्दली आइसकेको छु क्या। म चाहिँ थल्दली आइकन पनि मम्मी र भाउजूहरूसँग नि भेट भइसकेको छ मेरो। अनि के हामी चाहिँ यहाँ बजार घुम्दैछौँ। मेरो पनि काम अलि ढिला हुने भएर मम्मीहरूको पनि बजारमा काम रहेछ, त्यही भएर हामी चाहिँ बजार घुम्दैछौँ। म चाहिँ यो बजार नघुमेको नि कति वर्षै भइसक्यो। मेरो चाहिँ फेरि खतरनाक तरिकाको टाउको दुखेको थियो त्यो कफी र गाडीले गर्दाखेरि। तर मम्मीसँग भेट भएपछि मेरो टाउको दुखे पनि कता